वर्ष म यहाँ प्रवेश गरेँ त्यही वर्ष तिमी पार्टीमा पढ्दै रहेछौ, कख पढ्दै रहेछौ। सायद धेरै विद्यार्थीलाई मैले पिटे हुँला, गाली गरेँ हुँला, के गरेँ त्यो मलाई थाहा छैन। तर मलाई लाग्छ मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरू मैले गरेका नराम्रा काम, मेरा सरहरूले गरेका नराम्रा बोली, मेरा सरहरूले गरेका नराम्रा व्यवहारहरू सबै भुल्ने छन्, सबै छाडिदिने छन्। र के लिएर जानेछन् भन्दा मैले यो समाजमा यहाँ भएको समुदायलाई केही न केही काम गर्नेछु र सरहरूको शिर ठाडो बढाउनेछु, सरहरूका अगाडि गर्व गर्न लायक बन्नेछु भनेर लिएर जाऊ है। हामीले दिने तिमीहरूलाई मुख्य सन्देश आजको यही हो। सबै राम्रा चिज तिमीहरूलाई दिएका छौँ, सबै असल ज्ञान तिमीलाई दिएका छौँ, सबै राम्रो वस्तु तिमीलाई दिएका छौँ, हामीले केही लिएका छैनौँ। त्यही हामीले दिएको राम्रो ज्ञान, राम्रो व्यवहार, राम्रो असल कुराहरू मात्रै तिमीले लिएर जाऊ र सुन्दर भविष्यको कामना गर्न चाहन्छु। हामीले दिएका जे असल कुरा भनेका छौँ हामीले त्यही कुरा तिमीले गर्यौ भने अब केही गर्न पर्दैन। अब ढुक्क हो, तिम्रो जीवन सुरक्षित छ। तिमी राम्रो मान्छे बनिसकेका छौ। किन बनेका छौ भन्दा हामीले दिने ज्ञान सबै कुरा तिमीले पाएका छौ। त्यसैले अब हत्तोसाई नबन, अलमलमा नपर, नडराउ। अब म जागिर खान मात्रै पढेको होइन, अब म पास हुन मात्रै पढेको होइन, अब म A+ मात्रै ल्याउनलाई मैले गरेको होइन। मैले त मेरो जीवन सुरक्षित बनाउनका निम्ति हो, मैले त मेरो जीवन असल बनाउनका निम्ति हो। त्यसैले मैले खराब काम आजबाट मैले यही छाडेँ भनेर जाऊ। असल काम गर्दै गर्दै गयो भने जुन क्षेत्रमा जान्छौ तिमीहरू सफल छौ। अहिलेका 10 कक्षाका विद्यार्थी तिमीहरू जुन क्षेत्रमा गयो त्यो क्षेत्र सफल छ है। तर खराब कुरा छोडेर गयो भने पक्कै तिम्रो भविष्य राम्रो हुनेछ। तिमी कृषकका रूपमा किसानको काम गर्दै गर्दा पनि तिमी सफल छौ, हाम्रो आँखाले देखेको। र तिमी शिक्षकको रूपमा आयौ भने पनि सफल छौ, सेना प्रहरीको ठाउँमा गयो भने पनि तिमी सफल छौ, अधिकृत बनेर आयौ भने पनि तिमी सफल छौ, वैदेशिक रोजगारीमा गयो भने पनि तिमी सफल छौ। किनकि तिमी इमान्दार छौ, तिमीहरू मेहनती छौ, तिमीहरू हामीले भनेको मान्ने गरेका विद्यार्थी हौ। त्यसैले पनि तिम्रो भविष्य सुन्दर छ, सुखद छ। र हामी सबै स्टाफको तर्फबाट अबको 10 वर्षमा सबैले स्वरोजगारमूलक कार्यक्रममा सहभागी भएको, यदि रोजगारीमा गए पनि रोजगारमा राम्रो गरेको, सबै गुरुहरूलाई सम्मान भाव त्यो बेला व्यक्त गरेको र सबै शिक्षकलाई जहाँ भेट्छौ त्यो ठाउँमा मलाई पढाएको गुरु भनेर त्यहाँनिर सम्मान गर्यौ भने गर्छौ भन्ने हामीलाई विश्वास छ। पक्कै पनि त्यो ठाउँमा हाम्रो गौरव बल्ल झल्किनेछ। त्यसैले 11-12 वर्षसम्म तिमीहरूलाई दिएको ज्ञान, तिमीहरूलाई दिएको शिक्षाले सधैँ ठाउँ लिनेछ भन्दै र तिमीहरूको उज्जवल भविष्यको कामना गर्दै सम्पूर्ण शिक्षक स्टाफको तर्फबाट सबै विद्यार्थीले A+ ल्याउन सक। अब परीक्षामा जोरदार रूपमा परीक्षामा लाग र राम्रो भविष्य बनाऊ भन्ने कामना गर्दै म मेरा भनाइ यही टुङ्ग्याउन चाहन्छु। हस्त नमस्कार।